हामी खुरकोटमा पुगिसके अब यताबाट कति टाइम लाग्छ मलाई थाहा भएन। कति टाइम लाग्छ हो जिजा? अब 2.5-3 घण्टा लाग्छ जति। यताबाट 2.5-3 घण्टा लाग्छ अझै। हेरौ अब हलेसीमा कस्तो छ स्मृति पार्क हुँदै र बिपी हुँदै सबैजना यस्तै हो। गाडीमा हामीहरूको यस्तै हो। हेरौ अझै मेरो भाइहरू आउँदैछ के। हामीहरू जता पनि जान्छौँ भने एउटा टोली रहँदै गर्छ। म सबै ब्लगमा भन्दै रहन्छु। हामी एक्लै जाँदैन कहिले। हामी जान्छौँ भने सबैजना राम्रो छ के। अब हलेसी गएर कस्तो छ अब हेराउने। सुरुदेखि भिडियो बनाउन सकेन किनभने सधैँ त मै बाइक चलाएर आउँछु भने मोबाइलमा हात राख्नै सक्दैन के। त्यही भनेको। ल गाइज हेरौँ अब माथि गएर के कस्तो हुन्छ। यहाँ आउँछु। यहाँ सबै मान्छे छ यतै थुप्रै छ। हेरौँ अब काठमाडौँबाट अझै भाइहरू आउँदैछ। यतैहरू बस्दैछु। हेरौँ माथि हलेसीमा के हुन्छ। म हलेसी गएर हेराउँछु। फेरि हप्तामा कोही पनि गएर जान्छु ल गाइज।